हेलो साथीहरू नमस्कार। सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। तपाईँ पनि एकदम सन्चै आरामै हुन्छ होला भन्ने मैले आशा लिएको छु। आज पनि मेरो यो नयाँ मिठो भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज मैले धान रोपेपछि झिम्रो फाँट कस्तो भयो भनेर तपाईँहरूलाई देखाउन लागिरहेको छु। एकदम धान रोपिसकेपछि एकदम झिम्रो फाँट अहिले हराभरा भइसकेको छ। अब हेर्नुहोस् भिडियोमा के कस्तो छ हेर्नुहोस्। धान रोपिसकेपछि झिम्रो फाँट हेर्नुहोस्। बर्खा लाएर नि होला एकदम डाँडा पनि हरियाली छाएको छ। तल यो धान रोपिसकेपछि धान पनि हरिया भइसकेका छन्। एकदम राम्रो देखिएको छ, सुन्दर देखिएको छ। एकदम झिम्रो फाँट लाएर होइन। माथि छन् जुम्री बजार, बिजुवार बजार। नयाँ रूपमा बस्ती विकास भइरहेको यो जुम्री बजार हो भने अलिक पर देख्न सक्नुहुन्छ यो बिजुवार बजार हो। र माथि तपाईँहरूले देख्न सक्नुहुन्छ यो पुरै झिम्रो फाँट हो। एकदम अन्नको भण्डार, एकदम यहाँ धेरै उत्पादन हुन्छ खेतीहरू। यहाँदेखि लिएर टक्क लाएर माथिसम्म पुरै फाँटै फाँट छ। माथिसम्म मात्र नभएर अझै माथि तलसम्म पनि छ है। आजको भिडियो यही नै थियो। तपाईँहरूलाई झिम्रो फाँटको बारेमा देखाए खुलेको छ। घरती ब्लग्स छ भन्ने छ, तपाईँहरूले गएर सर्च गर्नु होला। सर्च गरिसकेपछि फलो गर्न नबिर्सिनु होला। त्यस्तै मेरो युट्युब च्यानल घरती ब्लग 6 मा गएर तपाईँहरूले युट्युबमा गएर सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्दै आजको लागि भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनु होला भन्दै आजको यो छोटो मिठो भिडियोबाट म पनि बिदा लिन्छु। र अर्को भिडियोमा हामी फेरि पनि भेट हुनेछौँ। हस्त, धन्यवाद।